बाइक पनि लेख्नुपर्छ कि बिएस भनेर यहाँ बिचमा के लेख्नुपर्छ दाइ भर्सेस भनेको कि बाइक ए माथि रहेछ तल देखा जानु मैले नेटै होला सेलफोन छ कि बाहिर आफ्नो नाम पनि लेख्नुपर्छ कि यस्तो तल हजुर त्यो उसले सिकाउनु भएको हिमालकी एफएम त्यो स्विच बाहिर हरिनाश छ होइन हर्षन नमस्ते पाँचम छड्के सलाम है भाइ ठाकुर समाज भर्सेस एकदम हरिनाशको एकदम आफ्नै गाउँको मात्रै टिम छ है गाई त्यहाँ सञ्जु विक्रम शाह खोइ आउँदै हुनुहुन्छ त्यो बाटोमा अस्को चाहिँ बवाल देखियो यस्तो बिकाले हम बाटो हुन्थ्यो गाई के भन्ने छु छिटो भनिहाल्नु है हरिनाथ वर्षै ठाकुर समाजको बवाल भिडन हुन्छ एकदम आफ्नो सेट छ है एमा है कोही बाहिरी छैन एकजना बाहिरी तिन त यहाँ दह्रो आएन हौ रिठी पानी भन्दा नि दह्रो आएन हजुर सन्जु विक्रम शाह सन्जु विक्रममै नाम रहेछ फेरि शाहजी रहेछ शाह हजुर कहाँ हो क्या हजुर यार भीमातिरको टिम छैन सर छैन भीमातिरको छैन है मेघधन आले मगर छैन यो सेट जित्नै पर्ने अवस्था यो खेल जित्नै पर्ने अवस्था मैले बुझे अनुसार छाता उडाउनु न हो यता घाम पर्यो कति टिम छ र 9 टिम है 9 टिम राजा साहब 9 टिम हजुर उडेर आउनु पर्यो क्या यहाँ धेरै इन्तजार छ हजुरको 9 टिम भयो है भोलि भइनी हो हजुर यो सेट जित्नुपर्छ क्या हो एक सेट हार्यो अघि एडिउरसित अब के हुन्छ राजा आइदिए भए एकदम राम्रो हुन्थ्यो के अरे हजुरको धेरै आगमन भएको छ खोइ भनेर कराएर हैरान भइसक्यो यहाँ यो खेल जित्नै पर्ने अवस्था छ है 2 सेट हार्यो भने बाहिर हुन्छ अघि त जम्मा 1 सेट जित्यो अघि अब अहिले पनि जम्मा 4 टिम छ कि यो पोलमा एउटा आइजक छ यो पोलमा अनि एउटा कुन हो एउटा भोलि आउने हो भन्नु म छ ओके बात भयो होला नि हजुर जितेकै समाज भर्सेस गैरी खोला बीच हुन गइरहेको हुँदाखेरि सन्जु दादा आउनु पर्यो गैरी खोला जिल्ला गयो आज चाहिँ सन्जु दादाको आगमन हुनुपर्ने भयो सर हजुर भोलिको दिन भनेको
ओके राजा ओके हेरिराख्नु होला यस क्लबका सक्रिय सदस्य गोविन्द थापाजी छिटोभन्दा छिटो हैन सधैँ जित्यो खैर हेरौँ के हुन्छ स्टेजमा आइदिनु होला अहिले घिउ खाएर आएको छैन लाइन्सम्यानको लागि गोविन्द थापा हुन्छ कि क्या हो त्यस्तै गरी अर्को हजुर हजुर बुझेँ बोर्डमा मैले हुनुहुन्छ सबिन थापा भोलि बोलाएको भन्नुभएको होइन र राजाजी हेरौँ प्रकाश सर असोगाले भाइ छिटोभन्दा छिटो स्टेजमा आइदिनु होला है दाजुभाइ हो र होइन कान्छा र राजन दरलाई मगर दाजुभाइ होइन होला बल नियन्त्रणका लागि यस क्लबका सम्पूर्ण सक्रिय भाइहरू बल नियन्त्रणमा पनि बस्दिनु हुनको लागि अनुरोध गर्दछु क्या हो लेखिएको भन्नु चाहिँ बुझे भोलि फाइनल खै अलिक खबर पाइयो छैन राजा हुँदैन भोलि हुँदैन अरे है पर्सि सकिन्छ होला राजा पर्सि पनि आज कति गते 25 हो आज 28 मा त सकिन्छ होला कहिले हो फाइनल भाइ भोलि गरानी भन्ने थियो भोलि गराउने भनेको राजा है भ्याउँदैन भोलि त निकै मिठो ब्लक गर्दै यहाँ सफल यति बेला हरिनासको लागि अङ्क 1-0 हजुर हजुर प्रकाश सर 1-0 प्राइज 1,11,111 है सेकेन्ड 75,000 है सुनार निकै मिठो समाजका खेलाडी साथीहरूले पनि एक अङ्क ल्याउन सफल हुनुभएको छ स्कोर रहेको छ 1-1 बराबर 1-1 बराबर अर्ग्यानिक मोमो खाना आउनु है राजा छिटो भोलि बलाउट सम्पूर्ण गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 2 पुर्याएका छन् भने ठकुरी समाजका खेलाडी साथीहरूको अङ्क रहेको छ 1 स्कोर रहेको छ 2-1 2-1 है अलिकति सर सुना निकै मिठो स्ट्राइक गर्दै अङ्क गर्न सफल यति बेला साथीहरूले एक अङ्क थप्दै 2 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 2 बराबर 2 इक्वल समीर मानन्दर निकै मिठो स्ट्राइक गर्दै अङ्क गर्न सफल खेलाडी साथीहरूले एक अङ्क जोड्दै समीर मानन्दरको यो धारिलो स्ट्राइक सँगै हरिनासको लागि अङ्क खेलाडी साथीहरूको अङ्क रहेको छ 2 स्कोर रहेको छ 3-2 2000 दिनेको थिएँ कि बहलेनमा रमेश गुरुङ गल्ती गर्न पुगे यहाँ एक अङ्क जोड्दै 4 पुर्याएका छन् भने ठकुरी समाजका खेलाडी साथीहरूको अङ्क रहेको छ 2 स्कोर रहेको छ 4-2 होइन 4 छ भने ठकुरी समाज 2 है गाई विशाल सिंह ठकुरी निकै मिठो स्ट्राइक गर्दै यहाँ अङ्क गर्न सफल टिमको लागि 3 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 4 स्कोर रहेको छ 3-4 3-4 है रिङ खेल्ने भने आउन सक्नुहुन्छ यहाँ बाल छ समीर मानन्दर निकै मिठो ब्लक आउट गर्दै अङ्क गर्न सफल गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 5 पुर्याएका छन् भने ठकुरी समाजका खेलाडी साथीहरूको अङ्क रहेको छ 3 स्कोर रहेको छ 5-3 हिमाल खै त सर हिमाल बेडगाउँबाट है हिमाल डेडगाउँबाट है एडी बल आउट गैरी खेलाका 6-3 हाफ गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 3 पर है ठकुरी समाज 3 छन् भने तात्तिनु पर्यो हे ठकुरी समाज तात्तिनु पर्यो स्कोर रहेको छ 6-3 गैरी खोलाका खेलाडी साथीहरूले एक अङ्क जोड्दै 7 पुर्याएका छन् भने ठकुरी समाजका खेलाडी साथीहरूको अङ्क रहेको छ 3 स्कोर रहेको छ 7-3 छैन सबै आफ्नो टिम छ कहाँ हो यो गेम भएको भन्नुभएको छ यो रिसिङ साथ अर्खला छाप रिसिङ गाउँपालिका वार्ड नम्बर 7 मा है अर्खल छापमा अर्गल छाप 7-3 रहेको छ यो सुरुवाती मै के खायो थाहा छैन है संजोग छैन संजोग उता गरी खोलाबाट है हजुर
मिठो सर्ट विशाल सिंह थोकरी गुड लक हरिनाश प्रकाश थापा गुड लक हरिनाश संजोग छैन संजोग खेलाडी साथीहरूको अङ्क रहेको छ 7 स्कोर रहेको छ 4-7 संजोग उता गैरो खोलाबाट है हजुर नेटाजको सङ्केत ठकुरी समाजका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 5 पुर्याएका छन् भने गैर खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 7 बवाल हुन्छ है बवाल हुन्छ है पर्वत मगर स्वागत छ है लाइभमा हजुर सन्जु आउनु भयो कि नै आउँदै हुनुहुन्छ अरे बाटा पुनः भोलि चाहिँ गैर खोलाका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 8 पुर्याएका छन् भने ठकुरी समाजका खेलाडी साथीहरूको अङ्क रहेको छ 5 स्कोर रहेको छ 8-5 हिमालनी डेढ गाउँबाट अशोक सेडेर आशिष सेडेर सब डेढ गाउँबाट बाफ्रे बाफ्रे कान्छाले कटायो है कान्छा डल्लेले कटायो विकल्प आयो बल यहाँ क्रस बारीको कुना सोच्न। है ठकुरी समाज अवसर आएको छ हरिनाश तातिएछ है विकल्प निकै नै मिठो स्ट्राइक गर्दै अङ्क जोड्न सफल हरिनाश अङ्क जोड्दै 9 पुर्याएका छन् भने ठकुरी समाजका खेलाडी साथीहरूको अङ्क रहेको छ 5 स्कोर रहेको छ 9-5 के हुन्छ हजुर हजुर राम्रो कोच छैन राम्रो कोच छ है हजुर विशाल सिंह थोकरी यहाँ रेफ्रीको विशालसँगै नेटफलको सङ्केत लाइभ कस्तो आएको छ क्वालिटी एकदम चेक गरेर भनिदिनु न क्वालिटी कस्तो आएको छ एकचोटि भनिदिनु खबर गरिदिनु साथीहरू क्वालिटी कस्तो आएको छ विकल्प निकै नै मिठो स्ट्राइक गर्दै अङ्क जोड्न सफल हरिनाश खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 10 पुर्याएका छन् भने 10 छ है ठकुरी समाजका खेलाडी साथीहरूको अङ्क रहेको छ 6 स्कोर रहेको छ 10-6 ईश्वर सिंह निकै नै पावरफुल स्ट्राइक राम्रो स्ट्राइक गर्दै अङ्क जोड्न सफल अङ्क 7-10 7 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 10 स्कोर रहेको छ 7-10 रामजाकोटको म्याच कतिखेर हो अलि थाहा भएन है भर्खर आएको हामी पनि विकल्प राम्रो प्लेसिङ गर्दै रमेश गुरुङ ठकुरी समाजका खेलाडी साथीहरूले 1 अङ्क जोड्दै 8 पुर्याएका छन् भने गैरी खोलाका खेलाडी साथीहरूको अङ्क रहेको छ 10 कतिखेर हो रामजाकोटको गेम एकछिन हुन्छ है रामजाकोटको गेम पूजा आले राजन सिमाल स्वागत छ सबैजनालाई लाइभमा निकै नै मिठो प्लेसिङ गर्दै अङ्क जोड्न सफल एक बेला 8 गैरी खोला 11 रहेको छ भने ठकुरी समाज 8 हजुर आउनु लाइभको भिडियो कस्तो आएको छ एकचोटि भनिदिनु न कमेन्टमा क्वालिटी कस्तो नेट स्लो भएर बिजोग भाग्यो उत्कृष्ट स्पाइक रमेश गुरुङको निकै नै पावरफुल स्ट्राइक सँगै ठकुरी समाज 9 रहेको छ भने गैरी खोला 11 9 11 ठगै लायो होला बरु लाइभ कस्तो आएको छ भन्नु होला साथीहरू घटना सफल जसको फाइदा गैरी खोलालाई गैरी खोला बाहिर रहेको छ भने शुक्ला गण्डकी 9 12 9 दुईटा खेलाडी यही छेउमै छन् नाम थाहा छैन समीर मानन्द निकै नै पावरफुल स्ट्राइक गर्दै अङ्क जोड्न सफल यति बेला गैरी खोलालाई गैरी खोला 13 रहेको छ भने ठकुरी समाज फाइनल कहाँ हुने अहिले 5 लम्बा छ खेल 20 म्याच हुन्छ अरे बल राइट जसको फाइदा नभए गैरी खोलालाई गैरी खोला 14 रहेको छ भने ठकुरी समाज 9 14 9 सरी बल आउट जसको फाइदा गैरी खोलालाई गैरी खोला 15 रहेको छ भने ठकुरी समाज 9 15 9
टाइम के खै थाहा छैन लाइभ कस्तो आएको छ भनिदिनु साथीहरू क्वालिटी कस्तो आएको छ एकचोटि कमेन्ट गरिदिनु त उत्कृष्ट स्पाइक जर्सी नम्बर 6 बाट जसको फाइदा 1080 त आउँदैन होला ठकुरी समाजलाई ठकुरी समाज 10 रहेको छ भने के भएको ढिले फेरि गैरी खोला 15 10 15 क्लियर आएको छैन दाइ भिडियो नै हेर नेट सोलो भएर है नेट सोलो समेर मानन्दरको निकै नै उत्कृष्ट स्ट्राइक गर्दै गर्दैन सफल फाइदा गैरी खोलालाई गैरी खोला 16 रहेको छ भने ठकुरी समाज 10 16 10 लाइक गरम है ट्याप ट्याप लाइक उत्कृष्ट ब्लक विशाल सिंह ठकुरी ठकुरी समाजलाई क्र्याप झ्याप बनाइदिएको छ है ठकुरी समाज 11 रहेको छ भने गैरी खोला 16 11 16 हजुर हजुर चिसो लाग्यो कस्तो ठकुरी समाजलाई त्यस्तै भइरह तताउनु पर्ने अवस्था छ फेरि पनि अङ्क 17 11 गैरी खोला 17 रहेको छ भने ठकुरी समाज 11 17 11 रेफरीद्वारा हालसम्मको अङ्क गैरी खोला 18 रहेको छ भने ठकुरी समाज 18 रहेको छ खेल्न बाँकी नै छ अहिले खै अहिले थाहा भएन है यहाँ खै 2 गेम लगातार हाल्यो भने बाहिरिन्छ भन्ने सुन्नु सर्भिसमा गैरी खोलाको खेलाडी जर्सी नम्बर 8 उत्कृष्ट प्लेसिङ जसको फाइदा ठकुरी समाजलाई ठकुरी समाज 12 रहेको छ भने गैरी खोला 18 12 18 3 हो है हजुर 3 5 होइन 3 हो राजन दर्लानी हो र हजुर हजुर हो सर्भिस बल आउट जसको फाइदा गैरी खोलालाई गैरी खोला 19 रहेको छ भने ठकुरी समाज 12 19 12 फेरि पनि सर्भिस बल आउट जसको फाइदा ठकुरी समाजलाई ठकुरी समाज 13 रहेको छ भने गैरी खोला 19 13 19 13-19 है हिमालको गेम हिमालहरू खेलिसके 2 म्याच जिते है विकल्प निकै नै पावरफुल स्ट्राइक गर्दै टिमको लागि बजेन सफल गैरी खोलालाई विकल्प थापा 20 रहेको छ भने ठकुरी समाज 13 20 13 ईश्वर सुना निकै नै उत्कृष्ट स्ट्राइक गर्दै बजेन सफल ठकुरी समाजले पनि आफ्नो खातामा अङ्क थप्न सफल ठकुरी समाज 14 रहेको छ भने गैरी खोला 20 14 20 नो क्रस कट्न सफल जसको 15 फाइदा 20 ठकुरी समाजलाई ठकुरी समाजको अङ्क 15 रहेको छ भने गैरी खोला 20 15 20 सन्तोषको टिमलाई होइन अर्को टिमलाई जितेको हिमालु 2 गेम खेलिसक्यो है 2 म्याच जितिसक्यो ठकुरी समाज र आयोजक है अब झन् बबल खेलाडी आउँदैछन् गण्डकी पर्दैछ उत्कृष्ट ब्लक आउट जसको फाइदा गैरी खोलालाई गैरी खोला 21 रहेको छ भने ठकुरी समाज 15 21 15 बीलाई हो हजुर सर्भिस बल जालीमा जसको फाइदा ठकुरी समाजलाई ठकुरी समाज 16 रहेको छ भने गैरी खोला 21 16 21 उत्कृष्ट प्रहार जसको फाइदा ठकुरी समाजलाई ठकुरी समाज 17 रहेको छ भने गैरी खोला 21
17-21 17-21 सन्तोष कुन डिब्बा हो भन्नुभएको छ को सन्तोष हो फेरि पनि करे ज्याक उत्कृष्ट ब्लक जर्सी नम्बर 6 मा यहाँ निकै मिठो कम्बा गर्दैछ शुक्ला गण्डकी खबर समाज 18 रहेको छ भने प्राइज 75,000 21 18 21 जित्छ एकदम मजाले खान्छ पाण्डे म आएँ अरे ओके समीर माननको यो निकै नै स्ट्राइक सँगै अङ्क जोड्न सफल हरिनाथ स्ट्राइक गर्दै आफ्नो कमाइको अङ्क जोड्दै गरी खोला 22 पुर्याउन सफल हुनुभएको छ भने ठकुरी समाज 18 22 18 उत्कृष्ट प्लेसिङ गर्दै रमेश गुरुङ जर्सी नम्बर 6 बाट आफ्नो तालिकामा एक अङ्क जोड्दै 19 पुर्याउन सफल हुनुभएको छ भने गरी खोला 22 19 22 चुनाव पनि आउँदैछ है गाई चुनाव पनि आउँदैछ नेपालमा कुन ठाउँ उत्कृष्ट स्ट्राइक गर्दै आफ्नो अङ्कमा 22 माइको अङ्क जोड्दै 23 पुर्याउन सफल हुनुभएको छ गरी खोला भने ठकुरी समाज हिमालभन्दा माथि एक घन्टा 19 माथि 23 19 23 मा एक अङ्क जोड्दै सेट पोइन्ट 24 पुर्याउन सफल हुनुभएको छ गैरी खोला भने 22 ठकुरी समाज 19 24 19 माइकबाट सुन्न नि सक्नुहुन्छ है बिग फ्यान बुढो ओके ओके भोट चाहिँ म है कीर्ति 24 20-24 है ठकुरी समाज ठकुरी समाज 20 रहेको छ भने गैरी खोला 24 20-24 यसलाई नि गैरी खोले भने दुई टिम रहेछ क्या हो डेढगाउँ हारेको डेढगाउँ 2 म्याच जिते 2 म्याच 20 मा एक अङ्क जोड्दै 21 पुर्याउन सफल ठकुरी समाज भयो भने गैरी खोला हिमालको टिम के भयो हिमालको टिम 200 जितेर बसेको छ है साथीहरू 200 जितेर बसेको छ हिमालको टिम हिमाल सुनारी विश्वास अधिकारी लाइक गरौँ है ठकुरी समाज भने केही जान्न है गाइस गैरी खोला 24 22 24 विचार गर्ने हो विचार गर्नु पर्यो माइलो ग्याङ ओके यसपछिको खेल आयोजक ए भर्सेस रामजकोट पिच हुने पनि म जानकारी गराउन चाहन्छु त पर्छ नि अब है ल है 22-24 वर्ष 22-24 फेरि उठाए ईश्वरले उठाए ओहो 23-24 निकै नै मिठो कम्ब्याक गर्दै यहाँ शुक्ला गण्डकीबाट ठकुरी समाज गैरी खोला 24 ताली मार्नु भेट्टाइसकेछ निकै फ्राकिलो गर्दा बावजुद पनि यहाँ भेट्न पुगेछ है नम्बर ओके ओके फेरि पनि अङ्क 24 बराबर ओ माई गॉड यहाँ त के हुनेवाला छ है साथीहरू यहाँ केही न केही हुनेवाला छ पक्कै 24 बराबर ओ माई गॉड यो कमेन्ट गर्न पाइन्न है गैरी खोला 24 बराबर जसको फाइदा गैरी खोलालाई गैरी खोला 25 रहेको छ भने हरिनाथ 24 सरी ठकुरी समाज 24 25 24 मेरो पनि माटोमै है ल ल ल सरसमा समीर मानन्धर धरानतिर जानु भएको छ है तपाईँ हान्नु ओ त्यस्तै स्ट्राइक गर्दै अङ्क जोड्न सफल शुक्ला गण्डकी ठकुरीबाट 25 बराबर ओ माई गॉड ठकुरी समाज 25 रहेको छ भने गैरी खोला 25 बराबर यो टिटी हो कि 2020 क्रिकेट खेले जस्तै हो थाहै हुन्न है भोट सर्भिस बल आउट यो सर्भिस बल आउट सँगै निकै नै घातक बन्न सक्छ यो सर्भिस बल आउट सँगै निकै नै बाधा हुन सक्छ शुक्ला गण्डकीको लागि निकै यो घाटा लाग्न सक्छ है साथीहरू 26 25 अधिकार जेमा हाल्नु छ है गाइस अवसर आएको छ हरिनाथ ओ कृष्ण ब्लक गर्दै अङ्क जोड्न सफल 27-25 ले पहिलो सेट हात गर्न सफल हो माई गॉड सेकेन्ड म्याच 27-25 ले पहिलो सेट जित दर्ता गर्न सफल हुनुभएको छ गैरी खोला भने अब हेरौँ यसपछिको खेल दोस्रो सेट कोचको पोल्टोमा पर्नेछ यसपछिको खेल
आयोजक यो गेम ए भर्सेस रामजकोट बीच यो पछि हुने पनि म जानकारी गराउन चाहन्छु। कि हजुर हजुर हरिहरू होला ओहो भेटी भएको नम्बर यार यो पछि कसको यो पछि आयोजक ए र रामजाकोट सन्तोष विकेहरूको खेल हुँदैछ यहाँ यो पछि खेल को रामजाकोट भन्ने यता यहाँ तल रामजाकोट प्लेयरहरू त सब प्लेयरहरू त हजुर अहिले चिनेको प्लेयरको छ चिनेको प्लेयर त यहाँकै लोकल भाइहरू के अरे खै तिनीहरू देखेको छैन अरू नयाँ त को ल्याएको नि किनेर त बाहिरबाट खै को ल्याएको छ थाहै छैन हिमालुले 2 सेट जित्यो है गाई चाहिँ हरे पाण्डे पनि छ र कुन हरि हो रामजाकोट राम्रो छ अरे भन्नुभएको छ हजुर हजुर अब त फुच्चा फुच्चिने नि हिर्काउँदैन नि यत्रो जाली त अहिले चिनाउँछु है कीर्ति प्राइज कति हो प्राइज फर्स्ट प्राइज 1,11,111 सेकेन्ड प्राइज 75,000 है लेसन हिजोको टिम हो 3 जना कहाँबाट गैरी खोला हो गैरी खोला अलग छ कि ए अलग रहेछ गरी खोला त्यो हरिनास अलग वाडामा छ रामजाकोटमा बाहिरको खेलाडी छ कि नै थाहै पाएन है हजुर अब दोस्रो खेल हाम्रो मदन आएन है सञ्चालन हुन गइरहेको छ। ठुलोको मैदान छ हजुर ढाड दुखिसक्यो सेकेन्ड सेट है एक सेट हरिनासले जितेको छ है छैन है हरि पाण्डे सर छैन है छैन सर्भिसमा चिन्न एक साल हिँड्नुपर्छ म बल्ल सब ठकुरी समाजका खेलाडी साथी जर्सी नम्बर 11 अशोक मल्ल ठकुरी यतै बस्नु बुवा सेकिन्छ मलाई त छ के हरि पाण्डे उत्कृष्ट प्लेसिङ गर्दै अङ्कजना सफल यहाँ खाता खोल्न सफल शुक्ला गण्डकी समाज भने ठकुरी समाज 1 रहेको छ भने गैरीखोला 0-1-0 1-0 है 1-0 म आउँदैछु है दाजु विकल्पको निकै नै पावरफुल वर्कआउट सँगै अङ्कजना सफल बराबर गैरीखोला 1 रहेको छ भने भात दिनुपर्छ भनेर हो क्या ठकुरी समाज 1 बराबर सुदीप भाइ ल बस गर्दै आफ्नो अङ्कमा 1-1 जोड्दै 2 पुर्याउन सफल ठकुरी समाज भने गैरीखोला 1-2-1 दाइ मनी आउनु पर्यो आउनु सर्भिस बल आउट जसको फाइदा गैरीखोला 2 रहेको छ भने ठकुरी समाज 2 बराबर चेक आउट होइन र उत्कृष्ट ब्लकआउट जसको फाइदा म पिन्सिनासित 30 म्याच जितिसक्यो यहीँ ठकुरी समाजलाई ठकुरी समाज 3 रहेको छ भने गेम गैरीखोला 2-3-2 रमेश मामा कता हो छन् त रमेश खेल्दैछ है ल म हिँडेँ ओके छिटाउनुहोस् गेम जित्दिनला समीर मनन विवेक ठकुरी निकै नै ट्राई गर्दै अङ्कजना सफल ठकुरी समाज 1 अङ्क जोड्दै 4 पुर्याउन सफल ठकुरी समाज भने गैरीखोला 2-4-2 लिन आउनु भाइ आऊ होइन कुन टिममा छन् तात्तिनै छ है तात्तिनै छ खेल अत्याधिक रोमाञ्चक भइरहेको छ प्लेसिङ बल आउट जसको फाइदा ठकुरी समाजबाट है ठकुरी समाजलाई ठकुरी समाज 5-2 पहिलो टाइम आउट गैरीखोला हालसम्मको अङ्क गैरीखोला 3 रहेको छ भने ठकुरी समाज 5 फाइनल खेल्यो भने मजा आउँछ हेर्न
हजुरलाई हेर्ने नि त मजा आउँछ हामीलाई मात्रै कहाँ आउँछ 5-2 है ठकुरी समाज 5 छ भने हरिनाश 3-5 भयो है उत्कृष्ट स्ट्राइक गर्दै आफ्नो अङ्कमा एक अङ्क जोड्दै 3 पुर्याउन सफल गरी खोला भने ठकुरी समाज 5-3-5 हो दाइ तपाईँलाई जाउँला छैन भनेको हिजो नि लाइभ आज नि लाइभ ल के गर्नु त मजा आउँछ हेर्नु ठकुरी समाज झन् मजा लाग्छ आफ्नो खातामा एक अङ्क जोड्दै 6 पुर्याउन सफल भलिबल खेल हो सर ठकुरी समाज भने हामी गरी खोला को खेल छैन र सर छ आयोजक हिमालु खेलाडी साथीहरू कृपया बललाई नियन्त्रणमा राखिदिनु होला हजुर लाइभ आयोजक साथीहरू तपाईहरू आएर बल नियन्त्रण गरिदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु एकदम चौकी अगाडि सन्जु आउनु भएन खै आउनु भएन भोलि आउनुहुन्छ अरे उत्कृष्ट स्पाइक गर्दै खातामा एक अङ्क जोड्दै आफ्नो अङ्क 4 पुर्याउन सफल गरी खोला भने बल्ल भेट्यो ठकुरी समाज 6-4-6 गाह्रो छ हजुर विशाल सिंह ठकुरी उत्कृष्ट स्ट्राइक गर्दै अङ्क जोड्न सफल यति बेला शुभ गण्डकीको लागि ठकुरी भूतपूर्व क्याप्टेन तनौका ठकुरी समाजलाई ठकुरी समाज 7 रहेको छ भने गैरी खोला 4-7-4 खोलालाई त हजुर ईश्वर सुनार यहाँ क्रस स्ट्राइक गर्दै नम्बर 10 बाट आफ्नो खातामा एक अङ्क जोड्दै आफ्नो अङ्कलाई 5 पुर्याउन सफल हुनुभएको छ भने ठकुरी समाज 7-5-7 धन्यवाद पहिलो चोटि लाइभ स्वागत छ शिरु श्रेष्ठ मेरो लाइफमा हजुरलाई ओके ईश्वर सुनारको यो निकै थाइलो स्ट्राइक सँगै अङ्क जोड्न सफल शुभ गण्डकी समाजलाई ठकुरी समाज 8 रहेको छ भने गैरी खोला 5-8-5 बल कम्पिटिसन हुँदैछ है गाडी चाहिँ विकल्पको यो निकै नै मिठो स्ट्राइक सँगै हरिनाशको लागि अङ्क जोड्न सफल ओके सर भन्नु 5 रहेको अङ्क जोड्दै 6 पुर्याउन सफल हुनुभएको छ भने पहिलो हरिनाशले जिते है ठकुरी समाज 8 सर्भिस बाहिर जसको फाइदा ठकुरी समाजलाई ठकुरी समाज 9 रहेको छ भने गैरी खोला 6-9-6 निकै नै मिठो रिकभर फेरि हाने रेफ्रीद्वारा छलको निर्देशन जसको फाइदा गैरी खोलालाई गैरी खोला 7 रहेको छ भने ठकुरी समाज 9-7-9 हरिनाशले जितेछ है पहिलो 7-9 है 7-9 रहेको छ अङ्क देवेन्द्र प्रयार सर्भिसमा निकै नै मिठो प्रेसिङ गर्दै अङ्क जोड्न सफल आफ्नो खातामा एक अङ्क जोड्न सफल ठकुरी समाज 10 रहेको छ भने गैरी खोला 7-10-7 आइफोन मालकिन हो किन डुन्नु पैसा मालकिन ओ कृष्ण ब्लक विशाल सिंह ठकुरी यहाँ कल्पलाई रोकेको छ यति बेला विशाल सिंह ठकुरी 10 मा एक अङ्क जोडेर 11 पुर्याउन सफल हुनुभएको छ भने गैरी खोला 7-11-7 फेरि पनि कृष्ण ब्लक जसको फाइदा ठकुरी समाज 12 रहेको छ भने गैरी खोला 7-12-7 12-7 अङ्क माया सधैँभरि होइन हिमाल सन्जु अलग अलग है बला हो मेरो पनि अङ्क शुभको लागि अङ्क 13-7 भयो 13-7 गैरी खोलालाई गैरी खोला 13 रहेको छ भने धेरै बधाई सरी ठकुरी समाज 13 रहेको छ भने गैरी खोला 7-13-7 समीर मानन्दर निकै नै उत्कृष्ट स्ट्राइक गर्दै अङ्क जोड्न सफल हरिनाशको लागि के बुझ्नु 8-13 गैरी खोला 8 रहेको छ भने ठकुरी समाज 13 मामा 6 नम्बर हो
बल आउट फेरि पनि अङ्क बाहिरियो जसको फाइदा 13 है गैरी खोलालाई गैरी खोला 9 रहेको छ भने ठकुरी समाज 13 9 13 है समीर मानन्दर फेरि पनि 13 है अत्यन्त मिठो स्ट्राइक गरे अङ्क सफल गैरी खोला 10 रहेको छ भने ठकुरी समाज 13 फेरि पनि अङ्क विशाल सिंह ठकुरी यहाँ गल्ती गर्न पुगे फाइदा गैरी खोला 11 रहेको छ भने ठकुरी समाज 11-13 पहिलो टाइम आउट बाई 6-7 को लीड ठकुरी समाज 2 मा पुर्यायो हालसम्मको अङ्क ठकुरी समाज 13 रहेको छ भने गैरी खोला 11 तातिनु पर्यो है तातिनु पर्यो म यही छु है कीर्ति सुन्नुभयो होला 12-13 है उत्कृष्ट ब्लक गर्दै 11 अङ्क जोड्दै 12 पुर्याउन सफल गैरी खोला भने ठकुरी समाज 13 आउने भन्नुभएको थियो आउनु भएन यति बेला भने धेरै समय 17 नम्बर फरक थियो है 14-12 ठकुरी समाज 14 रहेको छ भने नजानु न है गैरी खोला 12 हजुर जान्न के हेरिरहेको छु मेरो भोट जोनी सिंहलाई ओ माई गॉड जोनी सिंह उत्कृष्ट स्ट्राइक स्पाइक गर्दै आफ्नो अङ्क तालिकामा अङ्क जोड्न सफल मेरो भोट जोनी सिंहलाई भन्नुभएको छ आयुष राई वाउ जोनी सिंह मेरो पनि मेरो स्ट्राइक फेरि 14 बराबर ओ माई गॉड हरिनाथ तातेको छ है थ्याङ्क यू खिलाडी चेन्ज है कान्छी 14 बराबर कान्छा आउट भोट फर ट्री विशाल सिंह ठकुरी यहाँ निकै मेरो स्ट्राइक गर्दै 14 है गैरी खोला 15 कहाँ हो दाइ गेम भएको यो गेम हो 14 रिसिङ म्याचको रिसिङ अर्खल साहब भयो हजुर समाज हेरौँ खेल्दैछन् 1 नम्बर सरी लिड छ गाइस 15-14 ठकुरी समाज 15 रहेको छ भने गैरी खोला 14 उत्कृष्ट ब्लक आउट गर्दै गैरी खोलाले पनि 1 अङ्क जोड्दै 15 पुर्याउन सफल हुनुभएको छ भने 15 बराबर निकै मेरो स्ट्राइक ब्याक जर्सी नम्बर समालको यो थारीले स्ट्राइक सँगै शुक्लाखण्ड गेममा जोड्न सफल 16-15 ठकुरी समाजलाई ठकुरी समाज 16 रहेको छ भने गैरी खोला 15 बराबर 16 रहेको छ भने ठकुरी समाज 16 बराबर रामजाकोटको गेम छ कि नै रामजाकोटको गेम यो पछि हुन्छ है आजको र रामजाकोट है हजुर अङ्क बल आउट जसको फाइदा गैरी खोलालाई गैरी खोला 16 रहेको छ भने ठकुरी समाज 17 रहेको छ भने ठकुरी समाज 17 दाइलाई नबोल भन्नु न दाइ के हाँसो लाग्छ निकै मिठो ब्लक आउट गर्दै फेरि पनि अङ्क जोड्न सफल हरिनाथ गैरी खोला 18 रहेको छ भने ठकुरी समाज 16 टाइम आउटले दोस्रो टाइम आउट बाई ठकुरी समाज केही जान्न है ठकुरी समाज 16 रहेको छ भने गैरी खोला 18 निकै
कति छिटो बोलेको हजुर हजुर म छिटै बोल्छु अब लास्टै म्याच म लाग्छु मेरो काम छ एकदम विशेष हेर सर्भिसमा जर्सी नम्बर 10 गैरी खोलाबाट म पढेको नि 6 पासै गरेको 7 पढ्दा पढ्दा लाउरे भयो अहिले रिटायर आएको एकदम उत्कृष्ट प्रहार थियो तर साथमा उत्कृष्ट बचाउ पनि रेसद्वारा फलको निर्देशन जसको फाइदा अङ्क 17-18 कत्रो नम्बर फरक छ ठकुरी समाज 17 रहेको छ भने गैरी खोला 18-17-18 ओ कृष्ण ब्लक गर्दै 18 बराबर अङ्कमा खराब झ्या 18 बराबर 18 पुर्याउन सफल हुनुभएको छ भने अङ्क 18-18 बराबर लाउरेको हो सर हजुर हजुर 23 वर्ष जागा बल राइट उत्कृष्ट स्पाइक जर्सी नम्बर 11 बाट जसको फाइदा 19-18 है गैरी खोलालाई गैरी खोला 19 रहेको छ भने ठकुरी समाज 18 19-18 राजनी हो हजुर हजुर बीएमपी लाउरे ठोक्कन अलि मजा अरे झ्याप 19 बराबर उत्कृष्ट इन्डिया गयो इन्डिया 18 मै अङ्क जोड्दै 19 पुर्याउन सफल शुक्लाको तातेको छ 19-19 तातेको छ यो पछि कसको उदाय रामजकोट आइज भयो अब पछि उत्कृष्ट ब्लक गर्दै 19 आफ्नो अङ्कमा हरिनाथले कहिले पनि जितेको पुर्याउन सफल भएको छ गैरी खोला भने ठकुरी समाज 19-20 म इन्डियाबाट रिटायर आएको ए देव राणाजी बोला ल धेरै टाढा भयो आयो यार निकै नै मिठो रिकभर समीर मानन्दरको यहाँ है चेन्ज गर्नु उत्कृष्ट बचाउ गैरी खोलाबाट बोला फेरि आउला जस्तो छ है 20 बराबर बल नो क्रस दाइ रेफ्री है गाइस रेफ्रीद्वारा फलको फाइदा 20 बराबर 20 20 है बराबर गैरी खोला सरी रिप्लाई हेर्नु छैन यहाँ कहीँ हामी नै ठकुरी समाज 20 रहेको छ भने गैरी खोला 20 बराबर 20 बराबर ठिक छ हारजित भइहाल्छ अवसर सुरुवातको लागि निकै नै मिठो ब्लक आउट गर्दै अङ्क जोड्न सफल दुईबाट जसको फाइदा 21-20 देवेन्द्र दाइलाई ओहो निकै नै प्रतिस्पर्धात्मक खेल यति बेला हामी देख्न सक्छौँ शुक्लागण्डकी विरुद्ध 21-20 है हरिनाश 21-20 रहेको छ यो दोस्रो सेटमा पहिलो सेट भने हरिनाश हात पर्न सफल यो छेरो यो दोस्रो सेटमा शुक्लागण्डकी 21 रहेको छ हरिनाश 20 ओ माय गॉड पृथ्वी चोकैमा है कहिले यस्तै हो हजुर काले रिसाएको छ भन्नु म कुन सेट हो यो सेकेन्ड सेट है एक सेट हरिनाथले जितेको छ है मेरो मानन्दर उत्कृष्ट 21 मा एक अङ्क जोड्दै 22 पुर्याउन सफल ठकुरी समाज भने गरी खोला 20-22 केटी पाइन्न यहाँ गाइस भलिबल ओन्ली पाइन्छ विकल्प निकै नै मिठो स्पाइक गर्दै जर्सी नम्बर 11 बाट जसको फाइदा एक सेट हरिनाथको गरी खोला 21 रहेको छ भने ठकुरी समाज 22-21 सरी 21-22 निकै नै मिठो स्पाइक गर्दै अङ्क जोड्न सफल 23-21 रहेको छ भने गरी खोला एकदम खेला 21-21 उमेर कति हो समीरको खै थाहा छैन है अवसर आएको छ यति बेला शुक्लाको लागि जाली तानेर हाने अहिले चाहिँ जर्सी नम्बर 2 द्वारा फलको निर्देशन 22-23 है जसको फाइदा 22 रहेको छ भने ठकुरी समाज 23-22 22-23 उत्कृष्ट 22 बचाउ गरी खोला 20 रहेको छ भने हरिनाश 20 22 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
फेरि पनि नेटमा 23 बराबर बल कट्न सफल जसको फाइदा गर्दै नि रिप्लाई दिन्न बुढो गैरी खोलालाई गैरी खोला 23 रहेको छ भने ठकुरी समाज 23 बराबर भन्नुहोस् कृति भन्नु 24-23 उत्कृष्ट ब्लक गर्दै 24 हरिनासको 23 लाई अप्पर जोडेर 24 पुर्याउन सफल शट हान्न पर्यो है गाइस गैरी खोला भने ठकुरी समाज 23-24-23 निकै नै ब्लक आउट गर्दै एकजना सफल आयोजक भन्छ केही भएन अझै नरिसा 23 बराबर जानकारी गराउन चाहन्छु आजसम्मको अङ्क सरी 24 बराबर रहेको छ बराबर भोट त जितेर हरिनास हजुर धेरै सालमा केही छैन हार्दिक भइहाल्छ यति टेन्सन लिनुहुन्छ अरे रे 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 समीर मानन्द निकै नै उत्कृष्ट मिठो स्पाइक गर्दै एकजना सफल हरिनास 25-24 गैरी खोला 25 रहेको छ भने ठकुरी समाज 24-25-24 गेम बवाल भएको छ यो रिट्ठे बनियो भन्दा बवाल छ यहाँ त्यहाँ पनि राम्रै भयो अब हरिनासको लागि गैरी 25 ले 24 ले खोलालाई गैरी खोला 26 रहेको छ भने ठकुरी समाज 24-26-24 पुरी धन्यवाद 2-0 को सोझो सेटमा हरिनासले हात पारेको छ हरिनास गैरी खोलाका साथीहरूले ठकुरी समाजलाई अब भने हामी लिएर आउनेछौँ दोस्रो खेल आयोजक ए विरुद्ध आउन जित्यो त इन्द्र विकेको टिम र रामजाको रे हजुर भएको छ रामजाको बीच हुने कुरा पनि म जानकारी गराउन चाहन्छु म चाहिँ लागेको है विशेष काम छ एकदम खेल खबर चालु लेख्नाले युट्युब च्यानलबाट हेर्नु होला है गाइज